नायिका करिश्मा मानन्दरले आफ्नी छोरी कविता मानन्दरको शरीरलाई लिएर सामाजिक सञ्जालमा अभद्र टिप्पणी आएपछि आक्रोश पोखेकी छिन्। सामाजिक सञ्जालमा लामो स्ट्याटस कोर्दै उनले यस्ता प्रतिक्रियाले आफ्नो परिवारलाई मानसिक असर परेको खण्डमा कानुनी कारबाहीको बाटो रोज्ने समेत चेतावनी दिएकी छिन्। करिश्माले मानवता हराएर शब्दहरू हतियार बन्न थालेपछि समस्या सुरु हुने उल्लेख गरेकी छिन्। उनले सामाजिक सञ्जालमा छोरी कविताको शरीरलाई लिएर तल्लो स्तरको टिप्पणी भएपछि लेखेकी छिन्, मेरो छोरीमाथि बारम्बार बडी सेमिङका टिप्पणीहरू गरिन्छ। उसको परिस्थिति के हो, उसले के भोगिरहेको छ, यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ? के सुन्दरताको कुनै एउटा मापदण्ड सीमित हुन्छ? यदि त्यस्तो हो भने के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन्? यो संसार विविधताले भरिएको छ। के विविधता नै कुरूपता हो? हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुन्छ। ऊ जे जस्तो छ त्यही भएर बाँच्न पाउनु कसैको जन्मसिद्ध अधिकार हो। करिश्माले आफूसँग छोरीको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो भन्दै प्रश्न गरेकी छिन्। करिश्माले आफ्नो सहनशीलताको पनि सीमा हुने बताउँदै यदि यस्ता गतिविधिले आफ्नो परिवारलाई मानसिक क्षति पुर्याएको खण्डमा कानुनी बाटो रोज्ने चेतावनी समेत दिएकी छन्।